फाइनली टाइम मिल्यो है तिमीलाई मसँग भेट्नलाई। कमन यार 2 दिनपछि भेट भइरहेछ विशेष नगर नि धेरै विशेष मात्रै होइन तिमीलाई अहिले कुठा हान्छ। आई वान्टेड टु आस्क यु समथिङ। अस्ति तिमी राति क्लबमा को केटीसँग थियो अरे त हो? वाट क्लबमा ओ प्लिज है मेरो साथीले देखेको अरे तिमीलाई। अनि तिमीले सबैको कुरा सुन्नु विश्वास लाग्दैन मेरो तिमीलाई न इट्स नट एबाउट सबैको कुरा सुन्ने विश्वास लाग्दैन भने होइन कि जस्ट आस्किङ हो कि तिमी कहाँ थियो अरे अनि तिमीले भन्नुपर्छ नि त साथीसँग बाहिर जाँदैछु यसरी तिमीले भनेनौ मलाई त्यो जस्ट क्युरियस कि को साथी थियो त्यसरी बाहिर जानु हावा कि हावा तिमी सबै अरूको कुरा मात्रै सुन्छौ यु नो वाट मलाई यस्तो लागिरहेको छ कि यो हाइडिङ समथिङ कि अघि मेरो अगाडि बोल्न नमिल्ने फोन हो त्यो किन तिमीलाई थाहा छ मैले कति धेरै माया गर्छु सबैसँग स्टुडियोमा बोल्छु इम्पोर्टेन्ट होला। ओ माई गड 12 मिसको हजुर कल गर्नु भएको रहेछ। हजुर सर मैले हजुरलाई अघि नै कल गरेको थिएँ नि त अघि बिजी हुनुहुन्थ्यो होला हजुर म अघि ड्राइभिङ गर्दै थिएँ त्यही भएर त्यो के सर हाम्रो त्यो दुईटा सोको हजुरले बुक गर्नुभएको रहेछ दुईटै सोको मैले बुकिङ गरेको थिएँ हजुर हजुर सेप्टेम्बर 27 लागि चाहिँ दुईटा भन्नुभयो अनि चाहिँ अक्टोबर 8 को लागि पनि दुईटा भन्नुभयो है त ठिक छ नि त हजुरले चाहिँ मलाई हजुरको जिमेल पठाइदिनु जिमेल र अनि एड्रेस सेन्ड गर्छु अनि पेमेन्टको चाहिँ त्यो पेमेन्टको चाहिँ हजुरको हाम्रो यो जेपीको एकाउन्टमा हजुरले गरिदिनुभयो म हजुरलाई एकाउन्ट नम्बर पनि जिमेलमा सेन्ड गरिदिन्छु नि ओके फिक्स है त हस् त हजुर हस् थ्याङ्क यू सर हजुर हस् धन्यवाद हस् धन्यवाद सर केटी नपट्टी यसम्म अनेक गफ गर्ने मिसन पुरा भएपछि मोबाइल अफ गर्ने किन रिसाउँछौ यार तिमी प्लिज वाट मैले भन्जानु छक्का पन्जाको लागि भनेर टिकट बुकिङ गरेको थिएँ मलाई थाहा छैन नि त तिमीले भन्नु पऱ्यो नि त मलाई सरी तिमी सेप्टेम्बर 27 तारिकको फ्री छौ बुधबार परेको छ नै बुधबार चाहिँ यु नो राइट मेरो गाडको छ बट सन्डे आम फ्री त्यसो भयो कि सेकेन्ड सो अक्टोबर 8 तारिकको छ त्यो दिन जाउँ न त ओके डन दाजी नमस्ते ल केटाहरू दाइलाई नमस्ते गर अनि टाइममा आए जस्तो ल दाजी भर्खर जितानेर जीको ट्रिपमा बसिरहेको थिएँ कि दाइको फोन आयो अनि आइदिएको 1 सेकेन्ड ढिलो हुँदैन दाइ लेख केटाहरू पन्जा 2 हो छक्का पन्जा 2 नेपाली मुभी छक्का पन्जा 2 हामीले टोकियोमा सो गर्ने सोचेका छौँ सेप्टेम्बर 27 र अक्टोबर 8 मैले फेसबुकमा कता देखेँ बिचमा बढी बोल्छ तेरो तुतु चाहिँ सम्हालेर राख सरी दाइ सरी पुरानो केटाहरू सब काममा गइरहेको छ क्या नयाँ केटाहरू सिक्दैछ दाइ कम टु द पोइन्ट हामीले चाहिँ छक्का पन्जा चाहिँ टोकियोमा चलाउने सोचेका छौँ अक्टोबर 8 आइतबार र सेप्टेम्बर 27 बुधबार गरेर हामीले चलाउने सोचेर सब टिकटको र पोस्टरको जिम्मा तिमीहरूलाई दिने सोचेका छौँ त्यही भएर तिमीहरूले यस्तो तरिकाले पब्लिसिटी गर्नु पऱ्यो कि सेप्टेम्बर 27 र अक्टोबर 8 को दिन सब हाउसफुल हुनु पऱ्यो मेरो लागि सब के सब ल अहिले लागि ल दाजी तपाईँको कारणले गाडी चढेर हिँडिरहेको छु क्या केटाहरू गाडी चढेर हिँडिरहेको छ यति पैसा भएपछि केटाहरूले कत्रै पब्लिसिटी गर्छ के दाइ केटाहरू पालेको के काम लाग्यो तपाईँको दुईटै सो हाउसफुल हो क्या दाइ छक्का पन्जा 2 जापानमा इतिहास रच्छ दाइ ल सब तिमीहरूको जिम्मा अब
कति वेट गराएको के धेरै दिनपछि भेट्यो त कता बिजी हो सोल्टी आजकल यस्तै काम एन्ड अल तिमीलाई थाहा छ नि खुब जसले त्यही एउटी केटीसँग हिँडेको देख्छु है अनि तिम्रो हत्तो पत्तो छैन के गर्नु त किन नहुने हो टाइम मात्र भन न आइ एम अलवेज देयर फर यु स्योर अनि छक्का पन्जा 2 हेर्न जाऊ न त छक्का पन्जा 2 कहिले नेपालकै रिलिजको दिन जापानमा पनि रहेछ नि त सेप्टेम्बर 27 तारिकका दिन के हो र अनि तिमी फ्री छौ फ्री नै छु ओके सेप्टेम्बर 27 वेन्सडेको लागि 2टा टिकट बुक गरेँ है त सँगै जाउँ रमाइलो गरौँ ओके बोका त बोका हामी बोका होइन भने भन् म बोका त बोका नमस्कार म ज्याक खड्का तपाईँ हामी सबैले प्रतीक्षा गरिरहेको नेपाली चलचित्र छक्का पन्जा 2 यही सेप्टेम्बर 27 तारिक बुधबार फुलपातीका दिन र अक्टोबर 8 तारिक आइतबारका दिन तपाईँ हाम्रो सहर टोकियोको नाकानो जिरो हलमा प्रदर्शन हुँदैछ बाढी पीडित सहयोगार्थ अभियान स्वरूप गर्न लागेको उक्त चलचित्र प्रदर्शन कार्यक्रममा तपाईँ हामी सबैले उपस्थित भई प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्छु धन्यवाद